पास्टरज्यू तेलज्यू अनि निगमज्यू सम्पूर्ण पास्टरनी अनि सम्पूर्ण परमेश्वरको अति नै आदरणीय प्रभुजनहरूलाई मेरो तर्फबाट जय मसीह भन्न नारी दिवसको शुभकामना पनि छ। हुन्छ अब म छोटो कविता भनेछु। शीर्षक छ येशूमा मात्र उद्धार र मुक्ति छ। बुद्धले बाटो कुरानले सत्य गीताले जीवन हो भन्ने छ। बुद्धले बाटो कुरानले सत्य गीताले जीवन हो भन्ने छ। बाटो सत्य र जीवनमय हो भन्नुहुने येशूमा मात्र उद्धार र मुक्ति छ। बाटो सत्य र जीवनमय हो भन्नुहुने येशूमा मात्र उद्धार र मुक्ति छ। दियाबलसको धेरै षड्यन्त्र हुन्छ, दुष्ट आत्माबाट होशियार बसौँ। दियाबलसको धेरै षड्यन्त्र हुन्छ, दुष्ट आत्माबाट होशियार बसौँ। नारी एकता कायम राख्दै मुक्तिको लागि सबैले कम्मर कसौँ। नारी एकता कायम राख्दै मुक्तिको लागि सबैले कम्मर कसौँ। विश्वासयोग्य परमेश्वरमा भरोसा गरौँ, उहाँमा मात्र उद्धार र मुक्ति हुन्छ भन्ने जानेर। विश्वासयोग्य परमेश्वरमा भरोसा गरौँ, उहाँमा मात्र उद्धार र मुक्ति छ भन्ने जानेर। नारीले गर्न नसक्ने काम केही पनि छैन, नबसौँ हामी आफैलाई कमजोर ठानेर। नारीले गर्न नसक्ने काम केही छैन, नबसौँ हामी आफैलाई कमजोर ठानेर। एस्तर रानीले सबैमा उपवास घोषणा गर्दै परमेश्वरको शरण पर्नुभयो। एस्तर रानीले सबैमा उपवास घोषणा गर्दै परमेश्वरको शरण पर्नुभयो। दुष्ट हामानको षड्यन्त्रलाई चकनाचुर पारी आफै सबै आफ्ना यहुदी जातिको बचाउ गर्नुभयो। दुष्ट हामानको षड्यन्त्रलाई चकनाचुर पारी सबै आफ्ना यहुदी जातिको बचाउ गर्नुभयो। परमेश्वरमा असम्भव केही पनि छैन, इतिहास बुझ्न बाइबल पढौँ। परमेश्वरमा असम्भव केही पनि छैन, इतिहास बुझ्न बाइबल पढौँ। रुथ अनि एस्तरको देनबाट पाठ सिक्छौँ। प्रभु येशूमा निरन्तर अघि बढौँ। विश्वका सम्पूर्ण नारीहरूमा एउटै होस् उद्देश्य, एउटै होस् भावना। विश्वका सम्पूर्ण नारीहरूमा एउटै होस् उद्देश्य, एउटै होस् भावना। 2025 साल नारी दिवसको सबैलाई राखौँला शुभकामना। 2025 साल नारी दिवसको सबैलाई राखौँला शुभकामना। धन्यवाद तपाईहरुले सुनिदिनुको लागि।